के तपाईलाई थाहा छ एउटा नर्मल सानो बच्चा कुकुर 1 वर्षको बच्चा कुकुरको नर्मली हार्टबिट कति हुन्छ? यस्तो 1 वर्षभन्दा मुनिका कुकुरका बच्चाहरूको हार्टबिट 120 देखि 160 पर मिनटसम्म हुँदो रहेछ। यो बच्चा कुकुर हो, बसेको बेला यसको धकेको अथवा श्वास लिएको बेलामा नर्मल अवस्थामा यसको हार्टबिट 120 देखि 160 पटक पर मिनट हुँदो रहेछ। र एडल्ट कुकुरहरू हुन्छ जुन म्याच्योर्ड भइसकेको, यस्ता एडल्ट कुकुरहरू जो स्वस्थ हुन्छ उनीहरूको हार्टबिट चाहिँ नर्मली 140 पर मिनटसम्म हुँदो रहेछ। अहिले यहाँ देख्न सक्नुहुन्छ यसको हार्टबिट यहाँ यो धके जस्तो देखिन्छ। कति चाँडो यसको हार्टबिट चलिरहेको छ। यो तल हेर्दा थाहा हुन्छ कि एकदमै छिटो छिटो हार्टबिट चलिरहेको छ। यसको मुटुको धड्कन अत्यधिक चाँडो हुन्छ। सामान्य स्वास्थ्य मानिसको हार्टबिट 60 to 100 टाइम्स पर मिनट हुन्छ भने सामान्य स्वास्थ्य र एडल्ट कुकुरको हार्टबिट भने नर्मली 140 पर मिनटसम्म हुँदो रहेछ। यसैमा यहाँ कुकुरको हार्टबिट धड्कन देख्न सक्नुहुन्छ। म नजिकबाट देखाउँछु। र अझै यो दौडेको बेलामा अथवा एग्रेसिभ भएको बेलामा, भुकेको बेलामा भने त्योभन्दा अझै बढी पनि हुन्छ। तर यो सामान्य बसेको अवस्थामा चाहिँ यसको हार्टबिट त्यति हुन्छ। हेर्नुस् त कति चाँडो यसको हार्टबिट चलिरहेको छ। सायद मलाई लाग्छ कुकुरको नि हार्टबिट सबै प्राणीहरूको भन्दा सबैभन्दा बेसी हुन्छ पर मिनट हिसाब गर्ने भने। यो बच्चा कुकुर यो त सुतेको बेला थाहा हुन्छ। अहिले उठेको बेला यो यसको हार्टबिट चलेको देखिँदैन। तर यो बसेको छ। अहिले यो बसेको बेलामा यसको हार्टबिट कति चाँडो, कति फास्ट चलिरहेको छ। एउटा मेसिन जस्तो चलिरहेको छ।